शरीरमा थकाइ बढी लाग्ने, अलिकति हिँड्यो स्यास्या हुने, आलस्यता एकदम भइरहने, कतै हाम्रो खानपानका कारणले त यस्तो भएको होइन। हामीहरूले अहिले घरमा लगभग थाइरोइड रोग नहुने पनि घर बिरलै होला। आयोडिनयुक्त नुन खान थालेको पनि धेरै वर्ष भइसक्यो। अब कतिपय हामी छिमेकी मुलुकहरूमा हेर्छौँ, यो आयोडिन लेखेका नुनहरू पाउँदैन, उनीहरूले यो आयोडिन भन्ने कुरा प्रयोग भएको देखिँदैन। साधारण नुनका 2-3 थरीका नुनहरू उनीहरूले पाइने गर्छ। तर हामीहरू निरन्तर रूपमा आयोडिन नुन प्रयोग गरेका छौँ, तर पनि थाइरोइडको समस्या घरमा छ, थकान उस्तै भएको छ। त्यही कारणले गर्दा मैले त पुनः पुरानै जमानाको ढिके नुन प्रयोग गर्ने निधो गरेँ र यसरी ढिके नुनलाई लिएर आएर पखालेर घाममा सुकाएर यसरी मिलमा मजाले पिसाएर धुलो बनाएर फेरि ढिके नुनमा प्रयोग गर्न थालेँ। तपाईँहरूले कुन नुन प्रयोग गर्न थाल्नु भएको छ? कतै तपाईँलाई पनि यस्तो समस्या त छैन? कमेन्ट गर्नु।